आदरणीय दर्शकवृन्द, यहाँ अब आज छुट्टै खालको एउटा भिडियो लिएर गाउँकै वरिष्ठ नागरिक हाम्रो अवकाश प्राप्त शिक्षक प्रधान आचार्य र उहाँको यो छोटो भिडियो लिएर उपस्थित भएको छु। यो अब एउटा अर्ग्यानिक खेतीमा उहाँ अवकाश प्राप्त भएर पनि आफ्नो यो एउटा अर्ग्यानिक उहाँको जैविक खेती गर्नुपर्छ भन्ने राम्रो विचारले यहाँ उहाँले गोरु जोत्नु हुँदैछ सरकारबाट पनि अलिकति सहयोग र यो लागि सबैलाई जनता समक्षमा भनिदिउँ न। सरको बनाइ अलिकति के छ भनिदिनुहोस् न। मेरो सबै जनता समक्ष पनि अर्ग्यानिक जति फार्मिङहरू छ त्यो पनि सरकारले अलिकति हेल्प भए अलिकति राम्रो हुन्थ्यो। अनि यो अलैँचीको लागि कुनै मेडिसिनहरू सरकारद्वारा प्राप्त भए अझै राम्रो फसल हुन्थ्यो, सिक्किमको एउटा उपलब्धि बढ्थ्यो भन्ने ठुलो आशा सरकारमाथि गरेको छु। र जतिवटा बजेट पनि एग्रिकल्चरलाई प्राय रूपमा प्यारिटी दिनुपर्छ, जनताहरूको अलिकति सबै कुरो बढोत्तरी एउटा फाइनेन्समा पनि हुन्छ भन्ने मेरो ठुलो आशा लागेको छ सरकारमाथि। र तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भन्नु यति नै छ। हुन्छ, धन्यवाद हाम्रो अवकाश प्राप्त प्रधानाचार्य जेबी थापाज्यूलाई र आजको यो छोटो मूलक सन्देशले र यो विश्वमा सबैले अर्ग्यानिक खेतीमा हुनुपर्छ भन्ने उहाँले अनि सरकारबाट पनि सहयोग हुनुपर्छ, राम्रो हुन्छ भन्ने खालको सन्देशमूलक यहाँ कुराहरू राख्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। र फेरि पनि यो अरू भिडियोमा उपस्थित हुनेछु र यो भिडियोलाई मन परे हजुरले सेयर गरिदिनु होला भनी हार्दिक निवेदन टक्राउँदै आजको भिडियोलाई यहीँ शेष गर्न चाहन्छु। र अलिकति यो तपाईँले दृश्य हेर्न सक्नुहुनेछ। धन्यवाद हजुरहरूलाई।